अनि यहाँनिर ह्यान्डसम अङ्क बल्ल बल्ल भ्लगमा इन्ट्रोड्युस हुन पाइयो 26th एनिभर्सरीको धेरै धेरै शुभकामना। ओके हेलो एन्ड नमस्ते गाइस, वेलकम टु माई भ्लग होइन। अनि आज चाहिँ हामी अब यता फुटबल खेल्न आएको छौँ। साथी आज कति गोल खान्छौ? आज कमन लेट्सको आज म आफ्नो गेम देखाउँछु केटाहरूलाई प्रुभ। कति गोल खान्छौ त्यो चाहिँ भन न। म्याक्सिमम् 5 गोल। म्याक्सिमम् 5 गोल। ल है ल। सो त्यति भन्दै हाम्रो गेम सुरु भयो। अनि यसो वार्मअप समअप गऱ्यौँ होइन, वहाँभित्र छिरेर अनि टक्क सुट हान्यो। अनि म चाहिँ फेरि किपर पोजिसनमा खेल्छु, त्यही पनि यसो सुटिङ प्र्याक्टिस गरौँ न त भनेर सुटिङ प्र्याक्टिस गरियो। अनि त्यहाँदेखि हाम्रो गेम सुरु भयो। अनि टक्क पास खेल्दै थियौँ, राम्रो खेलेर थियौँ केटाहरूले होइन। त्यति भन्दै अनि टक्क अनि त्यहाँदेखि मलाई टक्क यहाँ गोल खाएँ मैले सट्टै अधिकारी। ल भाइ एउटा गोलको भिडियो आयो भनेर भाइले अनि हालिदिनु पऱ्यो अब गोल खाएको पनि होइन। त्यही पनि हामीले गेम हार्यौँ, 2-को लिडले हार्यौँ भनौँ न। अनि त्यसपछि हामी खाजा खाना गयौँ होइन। टक्क खाजासाजा इलामेमा गएर खायौँ, दाइ पनि मस्त धेरै पछि इलामे आएको भन्ने अन्त खायो। अनि त्यसपछि हामी घर फर्क्यौँ। कति बज्यो? 8 बज्यो बेलुकाको होइन। अनि आई गट टु नो आज मम बाबाको एनिभर्सरी। आज मम पनि बाहिर जानुभएको थियो। अनि दिनभरि अब यताउति कहाँ फुटबल खेल्न गयो थाहा पाइएन। अहिले आएर त झट्ट अब मम्मीले नै भन्नुभयो कहिले तिमीहरूलाई मेरो याद हुँदैन भन्नु एन्ड भनिहाल्नु थाहा पाइहाल्यो। अब आएको गर केक लिएर आउनु आँटेको, कसैलाई नि भनेको छैन। अब लेट्स गो एन्ड बाई अ केक मम बाबा टक्क होइन। ह्याप्पी एनिभर्सरी विस गरौँ है, लेट्स गो। ओके गाइस, केक लिएर आइसक्यौँ। मेरो दिदी पनि आइसकेको रहेछ आज। ओइ दिदी आइसकेको छ। मेरो भाइ पनि यहाँनिर ह्यान्डसम अङ्क बल्ल बल्ल भ्लगमा इन्ट्रोड्युस हुन पाइयो होइन। एन्ड दिस इज द केक। अब मम बाबा दोकानमै हुन्छ, दोकानमै जाने। अहिले फेरि मम्मी आएर फ्रिसेस खोल्न फेरि सरप्राइज दिँदैन। अब टक्क जाने, दिदीले बोक्छ। दिदी ल कि मै बोक्नु? मै बोक्छु। यो हाम्रो 26th एनिभर्सरी यहाँ। अनि यहाँ कहाँ 26th एनिभर्सरीको धेरै धेरै शुभकामना होइन। साली आएर दिदी भिनाहरूलाई कराइराख्नु चलाइराख्नु अब कसले काट्छ?